शिखरिणी छन्दमा लेखिएको प्रस्तुत मेघ बिजुली विवाह कवितालाई म वाचन गर्न गइरहेको छु। बिहा हो यो पक्का जलद बिजुलीको गगनमा, जुरेको यो राम्रो गरह गति असारे लगनमा। बजेका हुन् झ्याली झिम झिम गरी बाँसहरूमा, हरियो दोसल्ला भिरी नगपुरे त्यही छ विधिमा। मयूरीको बोली श्रुतिपथ हुँदा पद्धति भयो, हवाले हल्लेको वन जति सबै मण्डप भयो। थिए शैल श्रेणी उपर कदलीका दल पनि, भए शोभादायी रुचि र चदुवा नै सरी बनी। भइन् पृथ्वी तन्ना चौर छ गलैचा मखमली, दुलाहाको रातो झलल पगरी भो हिमचुली। बकुल्लाका ताती तरल गतिले आज नभमा, उडे जन्ती जस्तै रस बस बढाएर मनमा। सितारे घुम्ती हुन् चमचम निशाका जुनकिरी, भए ती इन्द्रेणी बसन बहुरङ्गी फिरी फिरी। भयो रातो खास्टो रवि किरणले पश्चिम गिरी, निशाको त्यो कालो तम पटली भो नील कबरी। बज्यो छङ छङ गर्दै सकल रुखमा त्यो समयमा, भयो बज्ने कल्ली गजब दुलहीको पैरमा। अहो झल्की झल्की कन नववधू आज बिजुली, लुकेकी पर्दामा पलक भरमा केही शर्मली। सबै प्राणीलाई भुवन भरमा अन्नहरूको, खुवाएकै हो त्यो बर जलदले भोज यसको। सलामी बाजाले घनन गराएर गगन, गयो रानीलाई लि ऋतु शरदमा रस लिन। धन्यवाद। मेघ बिजुली विवाह यो भरतराज पन्तको अत्यन्त चर्चित र लोकप्रिय कविता हो र अहिलेको पाठ्यक्रममा कक्षा 9 को पहिलो पाठको रूपमा उपस्थित भएको यो कवितामा सबैभन्दा पहिला हामी कवि परिचयबाट प्रस्तुत गर्न गइरहेका छौं। नेपाली साहित्यका एक उज्जवल नक्षत्र कवि भरतराज पन्तको जन्म विक्रम सम्वत 1986 असार 30 गते पिता मणिदत्त पन्त र माता ललिता देवी पन्तको पुत्र रत्नको रूपमा काठमाडौँमा भएको हो। नेपाली विषयमा MA
र संस्कृत विषयमा आचार्य उत्तीर्ण गरेका पन्त विशेषतः शास्त्रीय छन्दमा कविता लेख्ने कवि हुन्। दोभान महाकाव्यका रचयिता पन्त परिष्कारवादी धाराका प्रगतिवादी चिन्तन बोक्ने कवि हुन्। यिनका कवितामा देशप्रेम, प्रकृति प्रेम र समाज सुधारका प्रबल चाहनाहरू पाइन्छन्। प्रकृतिलाई मानवीकरण गरिएको प्रस्तुत कवितामा मेघ बिजुली विवाह प्रकृति वर्णनमा आधारित उत्कृष्ट पद्यात्मक कविता हो। र यस कविताको मुख्य भाव संक्षिप्त रूपमा यसरी प्रस्तुत गरिएको छ। असारे लगनको समयमा मेघ बादल र बिजुलीको धुमधाम विवाह भइरहेको छ। झ्याउकिरीहरूले बाँसहरूमा झ्याली बजाएका छन्। पहाड हरियो दोसल्ला ओढेर पुरेत बनेको छ। यो विवाहमा मयूरको बोलीलाई वेद ध्वनि बनाइएको छ भने पृथ्वी तन्ना, चौर मखमली गलैँचा अनि मण्डप तथा पहाडी श्रृङ्खलाहरू केराका थाम र चन्दुवा भएका छन्। हिमचुली दुलहाको पगरी, आकाशमा उडेका बकुल्लाहरू जन्ती, जुनकिरी दुलैको सितार जडिएको घुम्टी र इन्द्रेणी बहुरङका दुलैका वस्त्रहरूका रूपमा उल्लेख भएका छन्। सूर्य अस्त हुने समयको घामलाई दुलहीको खास्टो र रातको अँध्यारोलाई दुलहीको चुल्ठाको रूपमा प्रस्तुत गरिएको छ। रुखहरूमा चराचुरुङ्गी कराउँदा निस्कने आवाजलाई बेहुलीको पाउमा लगाइएको कल्लीबाट निस्कने आवाजसँग तुलना गरिएको यो कवितामा बिजुलीको चम्काइलाई बेहुलीको लजालुपनको क्षणसँग तुलना गरिएको छ। त्यसरी नै मेघ, बादल र बिजुलीको विवाह पश्चात संसारका सारा प्राणीहरूलाई वर्षाबाट उर्वर बनेकी धरतीले अन्न फलाएर भोज खुवाएकी छिन्। आकाशले गड्याङ गुडुङ गर्दा सलामी बाजा बजाएर बिजुलीलाई लिएर मेघ मधुमास मनाउन शरद ऋतुमा गएको वर्णन कवितामा असाध्यै मार्मिक रूपमा गरिएको छ र कविता समापन भएको छ।